पैसा हामी सबैको जीवनको एक महत्त्वपूर्ण हिस्सा। तर के हामीले कहिले सोचेका छौं हाम्रो हातमा भएको यो रुपैयाँ कहाँ बन्छ, कसरी बन्छ र यसको पछाडि कस्तो कथा लुकेको छ? आज हामी नेपाली रुपैयाँको यही आश्चर्यजनक र रहस्यमय यात्रामा निस्कँदैछौं। आफ्नो वालेटमा भएको कुनै एउटा नोट निकाल्नुस् त, त्यसलाई हेर्नुस्। हामी यो हरेक दिन चलाउँछौं, तर यो कागजको टुक्रा वास्तवमा कहाँ छापियो होला? आज हामी यही प्रश्नको जवाफ खोज्नेछौं, खास गरी हाम्रो आफ्नै नेपाली रुपैयाँको बारेमा। ल, यो कथाको सुरुवात गर्नलाई हामीले सबैभन्दा पहिले त यो बुझ्नु पर्यो कि पैसा छाप्ने अधिकार आखिर कसलाई छ? प्रश्न एकदमै सिधा छ। हाम्रो पैसाको जिम्मेवारी कसले लिन्छ? कसको हातमा छ यो सब? हो, यो हो नेपाल राष्ट्र ब्याङ्क। सन् 1956मा स्थापना भएको यो ब्याङ्क नेपालको केन्द्रीय ब्याङ्क हो। मतलब पैसासँग जोडिएको हरेक निर्णय, हरेक अधिकार यही छ। देशको पूरा मौद्रिक प्रणालीलाई यसैले त चलाउँछ। अब राष्ट्र ब्याङ्कको काम खाली नयाँ नोट र सिक्का निकाल्ने मात्रै होइन नि। बजारमा पैसा कति चाहिने हो, त्यसको हिसाब किताब राख्ने, विदेशी मुद्राको नीति बनाउने अनि पुराना झुत्रा नोटहरूलाई चलन चल्तीबाट हटाउने, यस्ता कति महत्त्वपूर्ण कामहरू गर्छ। ल, पैसाको अधिकार कसको हो भन्ने त थाहा पायौं, तर कथामा एउटा गजबको ट्विस्ट छ। अब हामी हेर्छौं यो पैसा वास्तवमा फिजिकली कहाँ छापिन्छ। सुन्दा अलि अचम्म लाग्न सक्छ, तर नेपाल राष्ट्र ब्याङ्कले नोट जारी त गर्छ, तर नोट छाप्ने काम भने धेरैजसो समय देशबाहिर हुँदै आएको छ। हो, यहीँबाट हाम्रो कथाले एउटा ग्लोबल रूप लिन्छ। यो कसरी हुन्छ त भन्दा राष्ट्र ब्याङ्कले अन्तर्राष्ट्रिय बोलपत्र मतलब टेन्डर निकाल्छ। अनि हेर्नुस् त, चीन, जर्मनी, इङ्ल्यान्ड, स्विडेन, रुस, क्यानाडा, इन्डोनेसिया, संसारका ठूला कम्पनीहरूले हाम्रो नेपाली नोट छाप्नको लागि प्रतिस्पर्धा गर्छन्। यसले यो प्रक्रियालाई साँच्चै नै विश्वव्यापी बनाएको छ। अब यत्रो धेरै देशहरूमध्ये पछिल्लो समयमा एउटा देशसँगको सम्बन्ध अलि विशेष देखिन्छ। अबको हाम्रो कथा यही आधुनिक समय र भू-राजनीतिक परिवर्तनमा केन्द्रित हुनेछ। पछिल्ला केही वर्षहरूमा एउटै कम्पनीले नेपालको नोट छाप्ने धेरैजसो ठेक्काहरू हात पारेको छ, र त्यो हो चाइना ब्याङ्क नोट प्रिन्टिङ एन्ड मिन्टिङ कर्पोरेसन, जसलाई छोटकरीमा CBBMC भनिन्छ। यसले गर्दा पहिल्यै छाप्ने युरोपीय कम्पनीहरू अलि पछाडि परेका छन्। तर यो परिवर्तन किन भयो त? के यो कुनै राजनीतिक कदम थियो? होइन। कारण एकदमै सिधा छ। राष्ट्र ब्याङ्कले अन्तर्राष्ट्रिय टेन्डरमा सबैभन्दा सस्तो र राम्रो प्रस्ताव कसले दिन्छ भनेर हेर्यो, र त्यो प्रस्ताव CBPMC को थियो। यो एउटा विशुद्ध व्यावसायिक निर्णय थियो। अनि यहीँबाट कथाले एउटा एकदमै संवेदनशील भू-राजनीतिक मोड लिन्छ। चीनमा छापिएको नयाँ 100 रुपैयाँको नोटमा नेपालको त्यो नयाँ नक्सा समावेश गरियो, जसमा कालापानी, लिपुलेख र लिम्पियाधुरा पनि छ। यसले हाम्रो छिमेकी देशसँगको सम्बन्धमा फेरि एकपटक तनाव ल्याइदियो। यो घटनापछि केही भारतीय मिडियाले यसलाई अलि फरक तरिकाले हेरे। उनीहरूले चिन्ता व्यक्त गरे कि नेपाल चीनको प्रभावमा वा उनीहरूकै शब्दमा भन्दा ड्र्यागनको अङ्गालोमा पर्दै गएको छ। अर्कोतिर चीनीय विज्ञहरूले भने यो कुरालाई ठाडै अस्वीकार गरे। उनीहरूले भने कि यो त शून्य योग मानसिकता हो, मतलब एकको फाइदा हुँदा अर्कोको घाटा हुन्छ भन्ने सोच्ने तरिका। उनीहरूको तर्क के थियो भने यो त सामान्य आर्थिक सहकार्य मात्र हो, यसलाई भू-राजनीतिको चस्माले हेर्नु हुँदैन। ल, कसले छाप्छ र किन छाप्छ भन्ने कुरा त भयो, तर एउटा नोटलाई नोट बनाउने के कुराले हो, कसरी यो सुरक्षित हुन्छ? अब अलिकति यसको प्राविधिक पक्षतिर लागौँ है त। अब नक्कली नोटबाट कसरी बच्ने त? नेपाल राष्ट्र ब्याङ्कले एउटा एकदमै सजिलो तरिका सिकाएको छ: हेर्ने, छुने र ढल्काउने। हो, यति 3 कुरामा ध्यान दियो भने सक्कली र नक्कली नोट सजिलै छुट्टिन्छ। पहिलो, हेर्ने। नोटको सेतो भागलाई उज्यालोतिर फर्काएर हेर्नुभयो भने त्यहाँ नेपालको राष्ट्रिय फूल लालीगुराँसको चित्र देखिन्छ। यसलाई वाटरमार्क भनिन्छ। यो कागज बनाउँदा नै भित्र राखिएको हुन्छ। दोस्रो, छुने। नोटमा लेखिएको नेपाल राष्ट्र ब्याङ्क वा अङ्कहरूमा बिस्तारै औँलाले छुनुहोस् त खस्रो र अलिकति उठेको महसुस हुन्छ, होइन? यो विशेष किसिमको छपाई प्रविधि हो, जसलाई इन्ट्याग्लियो प्रिन्टिङ भनिन्छ। यसको नक्कल गर्न एकदमै गाह्रो हुन्छ। र तेस्रो अनि अन्तिम तरिका हो ढल्काउने। नोटमा एउटा चमकदार धागो देख्नुहुन्छ होला।
अब नोटलाई यताउता हल्का ढल्काएर हेर्नुस् त, त्यो धागोको रङ रातोबाट हरियोमा बदलिन्छ। यो डाइनामिक फिचरले नोट सक्कली हो भन्ने पक्का गर्छ। अब यति धेरै कुरा गरिसकेपछि कथालाई फेरि नेपालमै फर्काएर ल्याउँ। विदेशमा नोट छाप्ने कुरा त भयो, तर के नेपाल सधैँ अरूमाथि नै निर्भर रहन्छ त? होइन। अब नेपालले एउटा महत्वाकांक्षी योजना अघि सारेको छ। त्यो योजना हो आफ्नै देशमा नोट छाप्ने। र यो योजनाका लागि सरकारले कति लगानी गर्दैछ त? सुरुवाती बजेट मात्रै 1.09 अर्ब रुपैयाँ छुट्याइएको छ। यो केन्द्र काभ्रेको पनौतीमा बन्दैछ र यो नेपालको लागि एउटा ठूलो रणनीतिक कदम हो। अब यो नयाँ योजनाले के फरक पार्छ त? हेर्नुस् त, पुरानो मोडलमा हामी बाहिरी देशमा निर्भर थियौं, जसले गर्दा विदेशी मुद्रा बाहिर जान्थ्यो र कहिलेकाहीँ भूराजनीतिक तनाव पनि झेल्नु पर्थ्यो। तर अबको नयाँ दृष्टिकोण भनेको घरेलु आत्मनिर्भरता हो। यसले उत्पादनमा हाम्रो आफ्नै नियन्त्रण हुन्छ, अर्बौं रुपैयाँ जोगिन्छ र सबैभन्दा ठूलो कुरा, हामीले पूर्ण मौद्रिक सार्वभौमिकता हासिल गर्छौं। र यो सबै कुराको अन्त्यमा एउटा प्रश्न सोच्न लायक छ। हाम्रो हातमा भएको त्यो नोट, के त्यो केवल एउटा कागजको टुक्रा हो, कि त्यसले हाम्रो आर्थिक मूल्य र हाम्रो राष्ट्रिय सार्वभौमिकताको पनि प्रतिनिधित्व गर्छ? पैसाको अर्थ सायद हामीले सोचेभन्दा धेरै गहिरो छ।